विजयको ब्लगमा हजुरलाई फेरि स्वागत छ। बिर्तामोडको मुक्ति चोकबाट गाडी रिजर्भ गरेर हामी लाग्यौं इलामतिर। बीचबीचमा बाटोहरू अलिअलि भत्केको पनि रहेछ। यो बाइकलाई फेरि कसले यसरी टाँगेछ यहाँ। पहाडको बाटो 1-1.5 घण्टा ट्रेभल गरे पछाडि हामी फाइनली पुग्यौं पाथिभरा मन्दिरको फेदीमा। मन्दिरमा चढाउने सामान केही किनेर पहिला छेउमै भएको गणेश मन्दिरमा दर्शन गरेर हामी सबै लाग्यौं पाथिभरा मन्दिरतिर। हेलो गलियो। आधी घण्टा जति सिडी चढेपछि हामी सबैले एकछिन बिसायौं। ठुलो पाथिभरा चाहिँ कति टाइम लाग्छ र जान? हिँडेर जाने खोइ हिँड्ने मान्छेलाई 3 घण्टा हिँड्नुपर्छ। हजुर हजुर हिँड्ने ठाउँबाट। हजुर अब अलिअलि भारी बोकेर जाने हो भने त 6 घण्टा लाग्छ। 6 घण्टा नि हिँड्नुपर्छ। हिँड्ने चाहिँ 6 घण्टा के। अब गाडीमा जाने हो भने त झापादेखि माथि त 10 घण्टा माथि पुगिन्छ। एकछिन बिसाएपछि हामी फेरि लाग्यौं उकालो मन्दिरतिर। भारी बोक्ने मान्छेहरू हुनुहुँदो रहेछ यहाँ। बा कसरी बोक्नुहुन्छ नि यो? कति किलो छ? 60-65 किलो हुन्छ होला है। 50 किलो हामीलाई मान्छे नै माथि जान यस्तो छ। गरम हुन्छ नि। गरम हुन्छ है त। हेबिट भइसक्यो दाइको। 10-12 खेप 150 रुपैयाँ गोटा। 150 रुपियाँ। कुन ठाउँ अरे हजुरको? दार्जिलिङ। हामी पनि इन्डिया नै हो है। हेलो। यो गधा हो कि घोडा हो? हजुर घोडाको बच्चा। यसरी नै एकछिन हिँडेपछि फाइनली हामी पुग्यौं मन्दिरको फेदीमा, जहाँ एउटा सानो बजार पनि लाग्दो रहेछ। सबैजनाले पालो पालो गरेर मन्दिरको दर्शन, देवीको दर्शन गर्यौं अनि नरिवल फुटाएर धूप धुनाले आरती पनि गर्यौं। अनि यो मन्दिरमा बान्दरको चाहिँ धेरै नै उत्पात हुँदो रहेछ। तपाईहरू आउँदा होस गर्नुहोला। त्यहाँ पछि हामी सबैले फोटो भिडियो खिचेर रिटर्न भयौं। पाथिभरा माता की, पाथिभरा माता की।